सम्पूर्णमा नमस्कार छ। सधैँ जस्तै आज पनि म एउटा नेपालको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कङ्ग्रेसको बारेमा केही विश्लेषणात्मक विचार प्रस्तुत गर्न गएको छु। हामीले नेपाली कङ्ग्रेसलाई बुझ्ने प्रयास भावनात्मक समर्थन वा सतही आलोचनाबाट सुरु गर्दा प्राय निष्कर्ष सधैँ गलत निस्कने गर्छ। कङ्ग्रेस न त पूर्ण रूपमा आदर्श राजनीतिक संस्था हो, न त सजिलै खारिज गर्न मिल्ने एउटा असफल सङ्गठन हो। यो पार्टी नेपालको लोकतान्त्रिक इतिहास, सामाजिक चेतना र राजनीतिक सङ्घर्षबाट जन्मिएको एक दीर्घकालीन अभ्यास हो। त्यसैले कङ्ग्रेसलाई कुनै एउटा घटनाबाट, कुनै एउटा नेतृत्वबाट वा कुनै एक कालखण्डबाट मूल्याङ्कन गर्नु बौद्धिक रूपमा अपर्याप्त हुन्छ। यसको वास्तविक चरित्र, यसको कमजोरी, अन्तर्विरोध, विवाद र अपूर्णताभित्र नै लुकेको छ। सजिलो बाटो रोज्न नसक्ने, तुरुन्त लोकप्रिय हुन चाहने र असहमतिको जोखिम स्वीकार गर्ने स्वभाव नै नेपाली कङ्ग्रेसको मौलिक पहिचानहरू हुन्। नेपाली कङ्ग्रेसको सबैभन्दा ठुलो शक्ति र सबैभन्दा ठुलो कमजोरी एउटै स्रोतबाट आउँछ, त्यो विचारको खुलापन। यहाँ आदेश प्रधान राजनीति छैन, जबरजस्ती अनुशासन छैन र एउटै स्वरमा बोल्न बाध्य पारिने संस्कार पनि नेपाली कङ्ग्रेसमा छैन। यही कारणले कङ्ग्रेस कहिल्यै पनि सैनिक शासनको शैलीमा चलेन, न त व्यक्ति पूजाको चरम रूपमा अरू पार्टी जस्तै उन्मुख भएर चल्यो। तर यही खुलापनले सङ्गठनलाई बारम्बार कमजोर पनि बनाएको छ। आन्तरिक विवाद, गुटगर राजनीति, नेतृत्व प्रतिस्पर्धा र निर्णायक प्रक्रियामा ढिलाइ कङ्ग्रेसका दीर्घकालीन समस्या हुन्। तर विवाद हुनु स्वयं समस्या होइन। वास्तविक प्रश्न विवादलाई दबाएर समाधान खोज्ने कि खुला बहसबाट व्यवस्थापन गर्ने भन्ने हो। कङ्ग्रेस विवाद दबाएर होइन, सहेर सामना गरेर अघि बढ्ने पार्टी हो। यही सहनशीलता नै नेपाली कङ्ग्रेसको सबभन्दा ठुलो लोकतान्त्रिक आत्मा हो। कङ्ग्रेसभित्र केवल सैद्धान्तिक तहमा सीमित रहँदैन, सत्ता, नेतृत्व, नीति र दिशाका विषयमा पनि खुला बहस हुन्छ। यहाँ नेताहरू आलोचना मुक्त हुँदैनन्, न त देवता नै पुजिन्छन्। यही कारणले आलोचना तीव्र हुन्छ र निर्णय प्रक्रियामा पनि प्रश्न उठ्छन्। कहिलेकाहीँ स्पष्ट दिशाको अभावमा पनि देखिन्छ। तर यही प्रक्रिया कङ्ग्रेसलाई अध्यात्मवादी बन्नबाट सधैँ जोगाउने एउटा सुरक्षा कवच बनेको छ। इतिहासले बारम्बार के देखाएको